एभ्रिवान नमस्ते। आज चाहिँ मेरो पहिलो मिनी भ्लग हो अनि आज चाहिँ हाम्रो अन्सा दिदीको बर्थडे भएकाले हामी चाहिँ उहाँलाई भेट्नको लागि जाँदैछौँ। दिदीहरू पनि उताबाट रेडी भएर आउनु हुँदैछ। गिफ्ट देखाउँ तपाईहरुको। अब हामी चाहिँ हिँडिसकेको छौँ जम्मै त। अब हामी चाहिँ बाटामा हिँड्ने गरेको हामी चाहिँ हिँड्दै छौँ। यता आइसक्यौँ। दिदीहरू चाहिँ उता गइसक्नु भएको छ। म चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछु। जाडो जाडो छ। आज चाहिँ दिदीलाई हामी सरप्राइज दिनेवाला छौँ। दुईटी दिदीहरू चाहिँ धेरै एक्साइटेड हुनुहुन्छ दिदीलाई भेट्नको लागि। उहाँहरूको चाहिँ एकदम बेस्ट फ्रेन्ड साथी हो अनि त्यही भएको कारणले गर्दाखेरि यस्तो प्लानिङ। अब चाहिँ म उहाँको घर पुगेपछि देखाउने छु है त हजुरले। हाम्रो एउटा दिदी चाहिँ नजाने भनेर बस्नु भएको थियो। उहाँ चाहिँ फेरि जान मन लाग्यो भनेर आउनु हुँदै रहेछ। उहाँ चाहिँ आइसक्नु भएको छ। भागेको भए मैले पनि एउटा सानो गिफ्ट तयार पारेको छु। उहाँ त्यो गिफ्ट देखेर चाहिँ उहाँ आत्तिनु हुनेछ। मैले धेरै हस्टाउँदै गिफ्ट तयार पारेको छु भन्दा पनि हुन्छ हैन। अहिले चाहिँ हामी बाटोमा जाँदैछौँ। उहाँको घर चाहिँ उपरतिर छ। धेरै अप्ठ्यारो बाटो छ। यता चाहिँ हामी हिँडिराखेका छौँ। यता हिँड्दैछौँ हामी चिप्लेर लडियोलाई। हामी चाहिँ फाइनली रोडमा आइपुगिसकेका छौँ। हामी चाहिँ सबैजनालाई नै हिँड्दैछौँ टक्कसँगले गिफ्ट बोकेर। उहाँको घर चाहिँ उपरतिर छ। उहाँलाई चाहिँ सुन्नुहोस् न गाइजहरू, उहाँलाई चाहिँ हामी सरप्राइज दिन हिँडेको हौँ के। हाम्रो चाहिँ यहाँ त्यो के भन्छ त्यो फिरफिर पार्नेलाई त्यो स्प्रे चाहिँ नभएर अनि हामी चाहिँ यहाँनिर फुलहरू लगेर सरप्राइज दिने भनिरहेको छौँ। दिदीहरू चाहिँ के गर्ने त्यस्तो फेरि यता पाइँदैन पनि धेरै टाढा मधेसतिरैबाट ल्याउनुपर्छ। म चाहिँ यस्तो फुल टिप्दैछु। हामी चाहिँ यहाँ कता सरप्राइज दिने भनेर प्लानिङ हुँदैछ। म चाहिँ फाइनली फुल पनि टिपेर आएको छु। यहाँ चाहिँ फुल च्यात्नु हुँदैछ। हाम्रो चाहिँ एकदम बिजोक भएको छ। हामी चाहिँ यसरी यहाँ बिजोकले के गर्नु। अब गरिब भए पनि धन नभए पनि मन छ साथी। त्यही भएर हामी चाहिँ फुलकै भए पनि होइन यसो स्प्रे बनाउँदैछ बनाऊ कि आज चाहिँ हाम्रो उहाँहरूकै घरको फुल है। हामी चोरेर घरको फुल चोरी कोठेबारीको फुल उहाँले सुटक्क चोरेर यति ल्याउनु भएको छ है। हामीले सरप्राइज कुन खालको दिन आँट्यौँ थाहा छैन तपाईँले। म त्यस्तो मिहिनेत गरी त्यही बर्थडेवालीकै घरको फुल चोर्नेलाई चाहिँ यति अनि उनीहरूले चाहिँ यति बोकेर बस्नुभएको छ। एउटी चाहिँ आँखा छल्न हामी चाहिँ उता सुटुक्क हामी चाहिँ धेरै एक्साइटेड छौँ क्या। भन्नु त भएको छैन नि कतै आउँछौँ चाहिँ भनेको छु। हामी चाहिँ आऊ क्या भन्नु रहेछ कानै नसुन्ने। लु है ओइ धेरै एक्साइटेड भएर दिदीहरू चाहिँ उहाँको घर चाहिँ फाइनली आइपुगेको छ। हुनुहुन्छ बर्थडे सबैजना गिफ्ट दिनु ह्याप्पी बर्थडे एकमा राखेर त गिफ्ट दिनुपर्छ हामीले। उहाँ चाहिँ सरप्राइज हुनुभएको छ। मलाई चाहिँ के लागिरहेछ मैले तिमीलाई पनि देखाउनु न। मैले तिमीलाई यहाँ टिको लगाइदिएको छु। उहाँको बर्थडे होइन कुन खालको हो यो
ह्याप्पी बर्थडे है साथीलाई बर्थडे टु यु भन्छ धेरै बाँच्नु मलाई सधैँ यस्तै माया गरेर खै म टिको फेरि ब्लकवाली चाहिँ हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु क्षमा जन्मदिनको धेरै धेरै शुभकामना सधैँ सबैको प्यार मेरो गिफ्ट उहाँको गिफ्ट सबैजना नि मेरो गिफ्ट यो चाहिँ उहाँको गिफ्ट है मेरो चाहिँ लाइटर पनि छ है यो चाहिँ मेरो हो नि फेरि मेरो यो चाहिँ उहाँको हो है ल अब मान्छे अनुसारको गिफ्ट पनि हुनु पर्यो गिफ्ट छ कि होइन अब खतरा चाहिँ आफूले भन्ने उहाँ चाहिँ आफ्नो खतरा कस्तो लाग्यो त हामीले दिएको सरप्राइज ल जा बोक्नु सकिन्न है आजको मिनी भ्लग यतिमै खत्तम हुन्छ बाई बाई सघाउनु पर्यो है